आज म रिभ्यू गर्दैछु एउटा यस्तो मुभीको ट्रेलर, एकदमै एकदमै गाउँको, एकदमै हाम्रो घरको कहानीवाला मुभीको ट्रेलर जसको नाम हो चिडिया। सो 100 ट्रेलर एन्ड टिजर रिभ्यू इन 100 डे च्यालेन्जको आज चाहिँ यो डे 30। यो चाहिँ एउटा फिल गुड र इन्सपिरेसन मोटिभेसनल वाला मुभी हुनेवाला छ। यसको स्टोरीको कुरा गर्दाखेरि चाहिँ एकल आमाको 2 छोरा जो चाहिँ सानै हुन्छन्, लगभग 8 देखि 10 वर्ष 12 वर्षको एभरेजका हुन्छन् र उनीहरूलाई चाहिँ ब्याडमिन्टन खेल्ने एकदमै धेरै मन हुन्छ। तर घरको परिस्थितिले गर्दाखेरि उनीहरूले पढाइ पनि छोडेर चाहिँ फिल्म सुटिङमा चाहिँ स्पोर्ट बोयको काम गरिरहेका हुन्छन् र उनीहरूले आफ्नो सपनालाई कसरी फलो गर्छन्, के हुन्छ, सपना पुरा गर्न सक्छन् कि सक्दैनन्, यो सबै कुरालाई लिएर यो मुभीको स्टोरी छ। ट्रेलर एकदमै राम्रो छ, सिम्पल तर एकदमै फिल गुड मोमेन्ट, हेर्दै पनि मजा आउँछ। मुभी एकदमै राम्रो बनेको छ जस्तो लाग्छ मलाई चाहिँ। र यो मुभीमा चाहिँ क्यामियो पनि छ श्रेयस थलपडेको। अहिले ट्रेलरमा चाहिँ श्रेयस थलपडे मात्रै देखाइएको छ, मुभीमा अरू पनि कोही क्यामियोहरू हुन सक्छ। मुभी आउँदैछ 30 मेमा। सी यू इन नेक्स्ट डे।